के भन्ने र अब म त डुबे बक्सेबाट पीडित छु बाउलाई अब यी कोटगाउँमा घरैबाट छोपी ल्याइकन यी 4 नम्बर वडामा माओवादीले मारे हुन् छोरालाई डाङटेर जाँदाखेरि आर्मीले छोपेर लैएको मात्रै थाहा भयो अब मार्या छ कि बाँच्या छ कि थाहा पनि छैन कोहीले पनि भन्दैनन् पीडा किन नहुने अब छोराको न लास न सास अनि अब च्यान खडा भएपछि अब मरियो छैन रहेछ भन्ने मनमा अलि ढुक्क हुन्छ होला डोहोरी सम्झना आन्छ कि भन्ने सम्झना हरान्छ अनि पीडा किन नहुने कोहीले एउटाले भन्छ तेरो श्रीमानलाई बुल्नको लागि अझैसम्म राखेछ चिन्ता नगर भन्छ फेरि अर्कोले भन्छ तेरो श्रीमान त छैन एकदम लामो बाक्लो पुरा बाक्लो फर्मको ओछ्यान लगाइकन सुत्या छ आज आउला खै भोलि आउला खै आज आउला खै भोलि आउला खै अब कि त अब लास हो खडा होइन कि त ज्यान खडा कि लास खडा हुनु पर्यो भन्ने लाग्छ मलाई बेपत्ता हुँदाखेरिको पीडा अलिक फरक खालको पीडा हुँदो रहेछ एकातिर आउँछ कि भन्ने आशा पनि अर्कोतिर अब सिकिसक्यो कि भन्ने खालको पनि मानसिकता त्यसले गर्दाखेरि विरोधाभासपूर्ण अवस्थामा चाहिँ हाम्रा आमा बुवाहरू बाँचिरहनु भएको हामीले पायौँ र यही समस्यामा सहयोग गर्नको लागि आइसिआरसी र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा 2014 जुनदेखि यो हातेमालो कार्यक्रम चाहिँ सञ्चालन भयो हामीले यो मनोसामाजिक रूपमा सहयोग गर्ने उद्देश्यले आर्थिक रूपमा सामाजिक रूपमा पारिवारिक रूपमा अथवा कानुनी रूपमा यो कार्यक्रम आमाले प्रयास गरौँ न खै सबैसँगै है अब यो सिनिका चाहिँ हामीलाई भाज्न साह्रै गाह्रो भयो होइन अब तपाईहरूले सुरुमा हामीले एउटा सिनिका दिएका थियौँ होइन यो एउटा सिनिका दिएका थियौँ सबैले चाहिँ हामीले भाज्न सफल भयौँ अथवा हामीले भाज्न सक्यौँ होइन तर अहिले चाहिँ यो सबै सिनिका एक बनाएर हामीले भाज्न प्रयास गर्दाखेरि हामीलाई गाह्रो भयो अब यसले चाहिँ के भन्न खोजेको होला तर पहिले एउटा भन्यो होइन हामी पहिले एउटा थियो तर अहिले सब मिलाप भयो मिलाप हुँदामा यो बाँच्नु कसैले सक्दैन हामीलाई तपाईहरुकै सरसल्लाह तपाईहरुकै चाहिँ सहमतिमा हामीले प्रतीक्षालय पनि बनाएका छौँ अब यहाँ बनाएपछि सबै अब नाम ठेगाना गएपछि त अब हामी पनि गाउँमा केही भन्न सक्छौँ कि तिमीहरूले त अब चौबारी चिनो चौबारी केही बनाएको छैनौ भनेर भन्ने बेला हामीले हाम्रो समूहबाट सिलसम्म बनाएको छ नि भन्न सक्छौँ अनि तपाईलाई केही गाह्रो भएको छ यस्तो बनाएको छैन उस्तो बनाएको छैन केही भेदभाव केही तपाईलाई समस्या परिवारमा गाउँमा छरछिमेकबाट केही गाह्रो अप्ठ्यारो भइरहेको छ छरछिमेकले गाउँले उसको काम गरेको छैन हाम्रो खायो उसको छोरा दुकाएछ काम गरेको छैन अझै जुठोमा बसेको छ पहिला चाहिँ अब कतै कसैसँग गोलमोल गर्न पनि नसक्ने बोल्न पनि नसक्ने सबैले हेला दमन गर्ने अहिले चाहिँ यस्तो प्रत्येक महिनामा अब यहाँ कार्यक्रम आउने बैठक बस्ने यताउति गोलमेल गर्ने गर्दाखेरि सबैसँग बोल्न पनि सकिन्छ बोल्न पनि डराइन्न पहिलाको भन्दा अहिले धेरै सजिलो बस्छ मेरोलाई ज्यान त छैन च्यानहरू पाएपछि अलि मन शान्त हुन्थ्यो देश विदेशबाट आउने अरू मान्छेहरू आउँदाखेरि मेरो श्रीमान पनि आइरहन्छ कि कतै बसेको छ कि भन्ने लाग्छ कि मनभित्र त्यो कारणले च्यान देखेपछि साँच्चीकै मरेछ भनेर सधैँ मन एउटै हुन्थ्यो कि मन डोरारमा छ अहिले अब हाम्रो भेट सानो का होला तिमी पूर्व पश्चिममै छुनी अब हाम्रो भेट सानो का होला तिमी पूर्व पश्चिममै छुनी बेपत्ता व्यक्तिका परिवारहरूले जुन यो प्रतीक्षालय बनाउनु भएको छ यो भनेको एउटा सांकेतिक रूपमा हामी सबैजनाको यो धरोहर यो सम्पत्ति हो
पनि यो हामी सबैजनाको यो सामूहिक प्रतीक हो। यसले हामी सबैजना के एउटा झलझल्को दिन्छ भने द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिका परिवारजनहरूद्वारा निर्माण गरिएको छ, त्यसको संरक्षण सम्वर्धन हुनुपर्छ र अहिले पनि द्वन्द्वबाट प्रभावित या द्वन्द्वको समयमा बेपत्ता भएका परिवारहरू एकत्रित भएर अगाडि बढिरहेको भने सन्देश पनि दिन सकिरहेको छ यो प्रतीक्षालयले। यो हातेमालो कार्यक्रमले बेपत्ता व्यक्तिको परिवारजनहरूमा थुप्रै प्रकारका सकारात्मक परिवर्तनहरू ल्याएका छन्। तर पनि बेपत्ता परिवारका लागि मेरो आफन्त कहाँ छ भने जानकारी पाउनु सबभन्दा ठुलो कुरा हो।